नजान्नु जतिको साह्रो त ढुङ्गो पनि छैन नि त भने 5 चोटि 6 चोटि पिकअप टुटेको गनौँ त 7 चोटि लु हो टुट्यो हो बस्छु पो एकछिन झन्नै पो लडियो कि क्या हो ओके वेलकम टु माई घर जाने बाटोको ब्लग गएको चाहिँ होइन म चाहिँ घरदेखि फर्केको हो यो चाहिँ हाम्रो चैनपुर 12 विशेष सडक खण्ड अन्तर्गतको चैनपुर दोभाने सडकको केही झलकहरू हो लगभग हामीले अप्ठ्यारो चाहिँ पार लगाइसक्यौँ अब हामी कुद्दैछौँ सजिलो बाटो कताबाट कुद्छ बाइक त्यतै कुदाउनु पर्यो मैले भनेकोतिर बाइक भन्दा नि बाइकले भनेकोतिर म कुदिरहेको छु घरदेखि हिँडेको भयो 1 घन्टा भर्खर हिमा खोला पार गरियो बाटो यस्तै छ चिप्लिङ ट्याङ परेको 10 को स्पिड कटो भने ओभर स्पिड जस्तो लाग्छ गाह्रो छ हो गाह्रो छ हो दाजु गाडीले 2 नम्बर गियर पायो भने पनि खुसी मानेर यहाँ चाहिँ रमाउनु पर्ने अवस्था हुन्छ के गर्नु छैन बाटो चिप्लिङ ट्याङ भइसक्यो बाजे बाइक कुदाउने भन्दा नि बाइकले कुदाइदिइरहेछ कता मन लाग्छ त्यति यस्तै छ मेरो घर जाने बाटो गाइड्स पनि भन्नु पर्यो होला होइन यहाँ चिप्लिन्छ यहाँ चैनपुरदेखि घर चाहिँ म हिँडेर पनि 2 घन्टा पुग्थेँ बाइकमा पनि 2 घन्टा लाग्दो रहेछ यहाँ छेउछेउ कुदाउन आउँदैन हाल्नै त पर्यो होला नि लड्नु भन्दा त गाडीले तान्छ बिचोबिच जानु पर्यो छेउबाट रचेर न त जान्दिनँ त नि के हार्नु त नटुट्न है पिकअप नजान्नु भन्दा साह्रो त ढुङ्गो नि नहुँदो रहेछ भन्थ्यो भतिजले के हार्नु अब नचिप्लिए बरु जासुकै जा गाडी जाँदै हुनुहुन्छ हिले बाटोमा ए देउसुरे खेल्न त यो बाटो फेरि आउनै पर्छ म ए छेउ मेलो छेउ सजिलो बाटो है साथीभाइ हो अप्ठ्यारो त कहाँ अघिको बाटो देखाउनै पाइन्छ कति बेला लाग्यो 2 नम्बर ट्र्याक्टर फेरि घाँस बोकेर बसिरहेको रहेछ एकछिन म पनि आउँदैछु के हो देखाइदिएको नि साथीभाइहरूलाई घर आउने बाटो तेरो घर आउँछु न भन्नेहरूलाई बाटो हेर्न भन्नु परेन ल दाजु फर्किने हो नि मेरो त झोलै छैन हिजो पठाएको त भाउजूलाई हिजै पठाएँ बाटो छु नि ल खाइपिन गरेर केटाकेटी लिएर आउने होला नि त दिदीहरू नै आउने भन्दै हुन्थ्यो ल यस्तै छ गाइस बाटैमा भेट भो दाइसँग सान्दाइसँग भेट भो बाटैमा टिप्छ हे हेर्नु
जिन्दगानीमा मसँग पहाड जान्छौ भन्ने एउटा गीत थियो। अहिले त्यसमा चाहिँ भिडियो हाल्नु पर्ला। आफ्नोपट्टि आइज केटा। यदि बसन्तीले साथ दिन्छन् यात्रामा र मात्रै हो, नत्र भने त गाह्रो छ मलाई। अब कतापट्टि हाल्नु त यहाँ। छेउ हिँड्ने छेउ सिकारी, बिच बिचमा हिँड्ने दिवाकर सिकारी। ल गाइस देखाइहालेँ जस्ताको तस्तै भने जस्तो। भरे चाहिँ यो भिडियो युट्युबमा एडिट नगरी जस्ताको तस्तै पाइला पाइला हाल्ने कोसिस गर्नेछु। हेर्नु होला, प्रतिक्रिया दिनु होला। अब बाटो यस्तो छ, दोष पनि कसलाई दिनु? नेतालाई भोट हाल्यौ भनेर नि के भन्नु, कार्यकर्ता भयो झोले भने के भन्नु। खराब त हाम्रा बाबुबाजे रहेछ नि। यस्तो तिन खोला पारीको हिलो बाटो पारी आएर बास बस्ने बुढाहरू कहाँदेखि आएर बसेछन् यहाँ। अलिक तल 4 कोसे झाडी फाडेर बसेका भए त हुन्थ्यो नि त। अनि बस्दाखेरि पहिले बस्ती बसाउँदा चाहिँ झ्याप्पसँगले कहाँदेखि यो कुनामा अन्तिम गाउँ, यो पारीको गाउँ हाम्रो चाहिँ। जहाँदेखि पारीपट्टि वारीपट्टि जाने नि ठाउँ छैन। यस्तामा बास बसेर आउने हाम्रा बाबुबाजे नै उस्ता। यी ठेकदारी घोटाला गर्ने यी नेता यी कार्यकर्ता कोही उस्ता होइनन्। त्यसका बाजे हाम्रा पिता पुर्खा जो यहाँ आएर बसे। अनि म मेरो खप्पर जसको खप न्युट्रल नलाग्ने गाडी। भलिबल हानिदिने हो भाइ दसैँमा। मामा घरको सबै पैसाको भलिबल किनेछ भाइले। खेल्नु पर्यो बङ्कीमा। अर्को साल बोका कप खेल्न आउनुपर्छ चुङखुरुङमा। यसपालिको त बोका कप सकिगयो। यो भकुन्डोको क्रेज राम्रै छ हाम्रो गाउँमा। दसैँमा भेला गरेको दक्षिणाले नि केटाकेटी भकुन्डै किन्छन्। अब कता हाल्नु लडिन्छ, अग्लोमा त हाल्नु हुँदैन होचो मान्छे। ओ उचाइ नबढेर काहीँ पनि समस्या लाग्दैन थियो। भकुन्डो खेल्दा पनि उफ्रेर यसो घरिघरि झुक्किएर सर्ट हान्थेँ। उचाइ नबढेको पीडा एउटै मात्रै, यो बाइक कुदाउँदा भइरहेछ। मरिकै भेट्दिनँ के गर्नु। यहाँ चिप्लिन्छ पिलित्तै। त्यसका बाजे होचो हुनुको पीडा कहाँ होच्यो नि तारतिर हो फेरि हो। होचो हुनुको एकै मात्रै पीडा, बाइक कुदाउँदा खुट्टा भेटिँदैन। अनि हाल्नु पऱ्यो लिगमा। लिगमा हारेछ लिगकोटको दौड जस्तो हुन्छ गाडी कुदाइ। यसका बाजे बसन्ती 1 नम्बरमै जाउँ न। तिमी छेउ र पो मेरो यात्रा छ, नभए मेरो जिन्दगी जात्रा छ। बसन्ती छेउ र पो मेरो यात्रा छ, मेरो जिन्दगी। छेउदेखि कोही कुदेको छैनन् भनेपछि म नि जान्न। अहिले अप्ठ्यारोमा पर्न सकिन्छ। लगभग 10 मिनट चाहिँ होला हो यस्तो म कुद्नुपर्ने। ए पाल्नुमा नजाए मेलो लाग्ने यार। दाएको थिएँ त अस्ति दाहिने देब्रे कर्मीले नै क्या हो। राइडर प्रो म्याक्सहरूले चाहिँ छेउछेउ कुदाउँछन्, म कुदाउँछु हिलै हो। म अर्को राइडर प्रो 18 म्याक्स हो म चाहिँ। दसैँमा घर आउँदा जम्मा एक्सपिरियन्स भनेको यसपालि बाइक कुदाइयो। जाँदा नि यही बाटो, आउँदा नि यही बाटो। लिगलिकोटको दौड। लिगलिकोटको दौड पनि यस्तै हुन्थ्यो होला यार सायद। यस्तै लिगै लिग कुद्नुपर्ने। अब कतादेखि हालिदियो लगेर खौलामा। के गर्नु त जिन्दगी यसरी यात्रा गरायो कि
लिखभन्दा बाहिर ओ हिँड्नै दिएन। नानी ल्याइदिउँ न अलिकति। अब 2 झमक छ है अप्ठ्यारो जिन्दगीमा। गाउँलेहरू नि एक्लै गफ गर्दै हिँड्छ यो मान्छे भनेर छक्क परिरहेको छ। लाग्दै चार गरेर मात्रै उकालोमा जस्ती कुटुङ आइएको थियो। हौ गुरुजी बारी बस्तारी कुदाउ है, हाम्रो नेताजीले बनाएको बाटो बिग्रेला है भन्थ्यो एउटाले। बिपिन म आउँदैछु उतादेखि नआउ एकछिन। वेलकम टु माई भ्लग। गियर नम्बर 1 बाटो भनेको त अस्तिभन्दा धेरै सजिलो नि हौ। अस्ति जाँदा त यो भन्दा गाह्रो थियो। हौ कान्छा बाटो त सजिलो नि हौ है। कुकुरले के भन्छ, यो बाटो नहिँड भन्छ कि हिँड भन्छ त? अब जाउँ है त कुकुरपट्टि बाटै। ओ कुकुरा हो, भागौँ है। नजान्ने राइटर छ कि भागौँ न हौ। अहिले छ्यास छोयो भने त तिमीहरूको फेरि मलिकले त मलाई त अनि मार्छ त। चल्लाको सहित दाम तिरायो भने त हौ नजान्ने राइटरलाई घाटो लाग्छ नि हौ। बाइकको छोडेर अनि फेरि कुकुरो लिएर जानु पर्यो भने त आँखा हौ लुङ्गा। अब लिगेली कुदे गाडी कुदे 5को स्पिडमा खाने। ओ बस 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 ए अझै छ 1-2वटा ठाउँ त आइसकेको यो गाडी। माता पाथिभरा दर्शन कि जो है पानी पो बस्दै हो जान्छ होला नि हो त। लिटुङ है साथी हो। हात्ती के पानी पो पर्यो त कातिकेमा त। हात्ती पे हो कान्छो भाइ अगाडि आयो है मेरो फेरि। भागौँ है कान्छो, नचान्ने राइडर हो कि यो त। साइड दिउँ है नचान्ने राइडरलाई त फेरि। ए पोथी भागौँ न हौ, अन्डा सहितको तिर्नु त सक्दैन नि म त फेरि। हौ पोथी पनि हौ, कालो पोथी बाटैमा कालो पोथी आएर पानी पो हर्यो। कसरी अझै बाँकी पो छ त बाटो त। अब यहाँनिर लास्ट त एउटा अझै पर अस्ति गाडिएको हिलो त बाँकी नै पो छ त। लाग्छ होला हौ अझै 10 मिनट चाहिँ। ए सिधा कुद्दै निलोमा। भिडियो लामो हुन्छ होला कि बाटो अप्ठ्यारो छ सबै म हालिदिन्छु जस्ताको तस्तै हेरौँ है। अब यहाँ चाहिँ कताबाट कुदाउने त? हाल्नै त पर्यो लिकोमा। अब ब्रेक पनि यही बेला अनि एसिलेटर पनि यही बेला अनि यहाँदेखि त उँभो पोल्टिए गाडी। हुँदो त सक्दिनँ नि थेक्नु फेरि म। कोलोज लिउँ त अघि बढ्दैन, कोलोज दिउँ त धेर कुद्छ। बिस्तारी है यहाँनिर चाहिँ। बरु पिकअप 3चोटि टुटौँ कि। ए ए ए नजान्नु जतिको साह्रो त ढुङ्गो पनि छैन नि त भन्ने। 5चोटि 6चोटि पिकअप टुटेको गनौँ त 7चोटि। ओहो टुट्यो हो, बस्छु पो एकछिन। 7चोटि टुट्यो भने गाह्रो छ नि त। उँधो भिड छ अनि कहाँ सक्छु त्यो। 8चोटि हौ छिर यहाँ छिर मेलो यसरी छिर छिर हो लु हो अब चाहिँ भयो। 8चोटि पिकअप टुट्यो हौ छ्या। अनि नजान्नु जतिको साह्रो ढुङ्गो हुँदो रहेछ त। छेउछेउ त जान्न हौ। फेरि हाम्रो छिमेकी काका पनि पहिले यहीँ छेउछेउ कुद्ने भएर हुँदै हुँदो गएको कि म पनि गयो भने त गाउँले मार्छ हो त्यही कि छेउछेउ किन कुदिस् भनेर। अब यहाँ पो गाह्रो पऱ्यो त। डाँडै डाँडा गयो पर छाउँ छैन
बिचोबिच जानुमा फाइदा देखियो। अस्ति नि यहाँ बिचमा छिर्ने भएर ओड्किएको नि हामी दुईजना राइटर पर्वत ओनियन र दिवाकर हो भने त पोलो छोडौँ भने भेरकुच्छ बनोटो आयो अनि पोलो नछोडेपछि त गाडी कुद्दैन नि त। नौचोटि पिकअप टुट्यो है गनिरहेको छु म कि 11 पो भयो कि अब यो हिलो कटेपछि चाहिँ बिस्तारै जान्छु म। सायद 60 चोटि पिकअप टुट्यो कि लोड्नु चाहिँ भएन के भएको गाडी कुद्न आए झाडा गोलुङ जस्तो भइसक्यो बिस्तारै। मेलो 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 छेउ मेलो फेरि टुट्छ झ्याडा। सरी है छाडा बोल्यो यहाँ रिसको आवेगमा भने कसैले माइन्ड नगर्नु होला। अस्ति नि यहीँनिर गाडिएको हामी बिचो कुद्ने भएर कि लिग मिस नपरिजाउँ आज। नो रिक्स छेउबाट जाँदा त बिर्सो नि त हुँदो अनि कहाँ रिक्स लिन्छु त। कहिले छिमेकी काका लोटेको ठाउँमा बिच हाल्नु पर्ने रहेछ बरु सजिलो रहेछ त गलत दिशा हाल्छ नि। घाँसतिर नजाऊ त गाडी के गर्नु नगएर कहाँ जानु यो चाहिँ नहुत्ती नहो कल्यो हो ठेला उठ्यो हो हातमा। कोट त यहाँ चाहिँ हो राइडर स्किल देखाइयो कि क्या हो छेउछेउ कोटाइयो त जान्दैन यो मुला छप्री राइडर चाहिँ बिझिने बिस्तारै लोटे गोरुको स्पिडमा बाइक कुदाउँदा नि यस्तो छ हालत। यताउँदै कुदाउने मान्छेलाई त म हावाडै दिन्छु होला हो। हिँड्ने मान्छेले जितिसक्यो नि मलाई त के बाइकमा हिँडेको भन्नु लाज पो हुन्छ अहिले सरम पो गर्छ त। मान्छेले जिस्काउने बेला भयो अगाडि हिँड्ने मान्छेले मलाई जितिसक्यो। दे ट्राभलिङ बेटर देन मी दे आर वाकिङ फास्टर देन मी। यत्रो मोटरसाइकल नि 1 नम्बर झारुमै न्युट्रल लाग्छ जान्ने। पिप अलिकति बाटो मागेँ है मैले अप्ठ्यारो छ डिल त जान सक्दैन हो बिगिनर राइडर त डराउँछ नि हो केटो। खौलो हालियो है दाजु डराउँछ नि त बिगिनर केटो हो कि दाजु कता लाग्नु भयो मैले ट्रेनबाट निस्क्यो भनेको बाटो त दाइ हो भाइ बा हो लु लाखे है म साइड लाग्छु है एकछिन है आऊ दिनु पर्यो नि आउन। बाटो सजिलो छ पालो गर्नु पर्यो नि गाह्रो छ हो हामीलाई पनि। अब कति अप्ठ्यारो छ यता त गाडिन्छ 2 ठाउँ लिगमा छिरौँ गाडी बसन्ती पिकअप त अनि 15-16
झन्नै पो लडियो कि क्या हो त्यही हो एकचोटि नलडी त के हजुर अप्ठ्यारो सिद्धेपछि त लोट्यो पो त राइटर त थोरै एक भुकुन्डी Yes, finally. Motherfucker. Yes, finally. ल जिन्दगानीमा अप्ठ्यारो पनि पार लाग्यो एकछिन रेस्ट बिचै बाटोमा गरिदिन्छु सो दिस इज माई फाइनल कन्डिसन मोटरसाइकल इज हियर सुज यस्तो छ पसिना गाडो माई कन्डिसन अफ सुज दिस इज कन्डिसन अफ मोटरसाइकल 28 मिनट दोबानेको 2 टर्निङ माथिबाट